हो, एकदमै सही जवाब दिनुभएको छ यो हेमराज थापाले, एकदमै सही जवाब दिनुभएको छ। एमालेका कार्यकर्ता मंगल सिंहलाई अहिले झोला लिएर मंगल ग्रहमा पठाइदिएको छ, यस्तो इन्सर दिएको छ। हेर्नुहोस् एकचोटि भिडियो तपाईँहरू। हाम्रा कलिला जेन्जी भाइहरूको छातीमा मुटु छेड्ने गरी गोली हान्ने आदेश दिने को? निधारमा गोली हान्न आदेश दिने को? ऋषिजी, तपाईको आँखामा मैले त्यो बेला आँसु देखेको थिएँ। हो, जब 23 गते जब कलिला भाइ बहिनीहरूको छातीमा गोली प्रहार भयो, जब निधारमा गोली प्रहार भयो, जब 21 जना मान्छेहरू सडकमा रक्ताम्य भएर ढले, त्यसपछि नेपाली युवाहरू आक्रोशित भए। ऋषि दमला आफै सडकमा खटिनु भयो। नेकपा एमालेका धेरै मान्छेहरू सडकमा आए। हामीलाई राम्रोसँग थाहा छ एमालेका नेताको घर कहाँ छ भन्ने कुरा जेन्जीलाई थाहा हुन्छ, कांग्रेसका नेताको घर कहाँ छ भन्ने कुरा जेन्जीलाई थाहा हुन्छ, शेरबहादुर देउवाको ट्याङ्कीभित्र पैसा कति लुकाइएको छ भन्ने हामीलाई कसरी थाहा हुन्छ, जेन्जीलाई कसरी थाहा हुन्छ? त्यो त कि कांग्रेसकालाई थाहा छ कि एमालेकोलाई थाहा छ कि माओवादीलाईको थाहा छ? एमालेको साथीहरू कांग्रेसको पार्टी कार्यालय गएर तोडे, रापरपाका साथीहरूले माओवादीको पार्टी कार्यालय तोडे, माओवादी र कांग्रेस मिलेर एमालेको पार्टी कार्यालय तोडे। चुनावको बेला टिकट नदिएका असन्तुष्ट भएकाहरू, ओलीसँग रिसाएका अर्को खेमाका पक्षकाहरू, प्रचण्डसँग रिसाएका अर्को खेमाका पक्षहरू, शेरबहादुर देउवासँग रिसाएका अर्को खेमाका पक्षहरू गएर आगो लगाएको सीसीटीभी क्यामेरा हेर्दा हुन्छ। नकाब लगाएर पेट्रोल बम हान्न लगाइएर प्रश्न देखाइएछ त। बियरको बोतलभित्र पेट्रोल हालेर त्यहाँ चाहिँ तपाईँको चाहिँ हानेर त्यसरी चाहिँ आक्रमण गरिएको छ। त्यो जेन्जीले गरेको हो, त्यो स्वाभिमानी नेपाली युवाले गरेको हो। त्यसको जिम्मेवारी कांग्रेस, एमाले, माओवादी लगायत पुराना राजनीतिक दलका नेताले लिनुपर्छ। मंगलजी चाहिँ त्यसमा संलग्न नभएको पनि हुन सक्छ, किनकि उहाँ एउटा पीएचडी लेभलको स्टुडेन्ट भएको हुनाले उहाँको संलग्नता नभएको हुन सक्छ। तर मंगलजीको पार्टीका मान्छेहरू पनि सडकमा आएका छन्, माओवादी पनि सडकमा छ, कांग्रेस पनि सडकमा छ, रापरपा पनि सडकमा छ। तिनीहरूले आगो लगाएको हुनाले सीसीटीभी क्यामेरा हेर्दा हुन्छ। सिंहदरबार चाहिँ पुराना राजनीतिक दलका नेताहरूले आफ्ना भ्रष्टाचारका फाइल लुकाउनका लागि, त्यसमा आगो लगाउनका निम्ति अदालतमा आगो लगाउने को? जसका काण्ड त्यहाँ थिए, जसका फाइल त्यहाँ थिए, भुटानी शरणार्थीदेखि व्हाइट बडी, गिरिबन्धु, जनमुक्ति सेनाको चाहिँ क्यान्टनमेन्ट घोटाला लगायतका फाइलहरू जलाउन, ध्वस्त बनाउन, अब सहकारीका फाइलहरू लुकाउन, जलाउनका निम्ति आगो लगाएको हो क्या? यो कुरा त उहाँहरूले बुझिदिनु पर्यो नि त। मंगलले भने नि उहाँ जस्ता उहाँको पार्टीको अध्यक्ष तत्कालीन प्रधानमन्त्रीलाई वर्तमान सरकारले हिरासतमा लिनुपर्छ व्यक्ति हत्या, जेन्जी हत्याको आरोपमा। यस्तो नबन्नुस्। शान्तिपूर्ण तरिकाले तपाईको चाहिँ अबको अर्थतन्त्र, अबको राजनीति, अबको निकास तपाईहरु के गर्नुस्? तपाई जस्तो युवा पार्टी टेक ओभर गर्नुस्, नेता बन्नुस्। तपाई सक्नुहुन्न। जेन्जीले चाहिँ क्रान्ति गर्न सक्छ भने मंगल थापा नेकपा एमालेको युथ क्याडर भएर, पार्टीको अध्यक्ष भएर, युवा संघको अध्यक्छ भएर विचार दिएर मदन भण्डारीको जनताको बहुदलीय जनवाद भनेको यो हो, कम्युनिस्ट भनेको यो हो, मदन भण्डारीको महान आदर्श यो थियो। त्यसको बाटोमा केपी ओली हिँड्न सक्नु भएन। त्यसकारण मंगल थापा अब त्रिभुवन विश्वविद्यालयको एउटा स्कलर स्टुडेन्ट, संसारभरिको मार्क्सवादको ज्ञाता भएर नेपालको अर्थतन्त्र यो म बनाउँछु सिंहदरबार भनेर मंगल थापा अगाडि आउन नसक्ने अनि साना उहाँकै बजानको दुईजना भाइहरू शहीद हुनु भएको छ।